यो बिस्किट चाहिँ बोजूको 8 वर्षको नातिनीले यहाँनिर चाहिँ बजार लाग्छ नि त, आफूले जे गर्नु पनि पाउँछ नि त होइन। यो बिस्किट चाहिँ बोजूको नातिनीले 2 सेकल एउटाको गरेर बेच्दै रहेछ हो। त्यो चाहिँ मैले किनेको। अन्त मैले चाहिँ बोजूले भनेर 10 सेकलको किने, 5वटा यो झोलामा चाहिँ उनीहरूले दिएको हो। हेर्नु न, 8 वर्षको नातिनीले बिस्किट आमाको हेल्प लिएर बिस्किट बनाएर बेचेर उसको एकाउन्टमा पैसा हाल्नुको लागि चाहिँ यस्तो गर्छ यताकोहरूले चाहिँ हो। सानो चान्स पाउनु हुँदैन, हरेक कुरामा पार्टिसिपेट गर्छ है त। यो कुराले चाहिँ के ज्ञान दिन्छ भने हामी पैसा सेभिङ गर्नु चाहिँ सानैदेखि सिक्नुपर्ने रहेछ भनेर ज्ञान दिँदो रहेछ है। हेरिहाल्नुहोस् हो, उसले चाहिँ पुरा हिसाब गरिरहेको छ अरे हौ। यो पैसाले त्यो गर्छु भनेर पुरा आमासँग सल्लाह गरिरहेको छ अरे कि। अनि चाहिँ आमाले हेल्प गरेर चाहिँ बिस्किट बनाएर चाहिँ बेचेर चाहिँ पैसा सेभिङ गर्ने भएको छ हाम्रो सानो नानीले है त।